नमस्कार विकली इन डेप्थ टेक्निकल एनालिसिस भिडियोमा फेरि पनि स्वागत छ। आज एनजिपिएल युपिसिएल बिपिसिएल रादिको पनि हामी चाहिँ एउटा लङ टर्म हिसाबको एनालिसिस गर्नेछौँ। अनि नेप्सेको एनालिसिस चाहिँ पहिला चाहिँ सो विकली क्यान्डलले क्लोज भएको चाहिँ सिधै विकली बटै गरेर हेरौँ। सो क्यान्डलको कुरा गर्छ भने एउटा डोजी क्यान्डल चाहिँ फर्म भएको छ, माथि जान सकेको छैन, तल जान सकेको छैन, खासै केही मुभमेन्ट चाहिँ ल्याउन सफल भएको छैन। अहिले चाहिँ एउटा रेन्जमा चलिरहेको जस्तो चाहिँ देखिरहेको छ। भोल्युमको कुरा छ भने यो विक चाहिँ 30.308 बिलियन चाहिँ भोल्युम आएको रहेछ। अब एक दिन चाहिँ तपाईँको कम ट्रेड पनि हुन पुगेको छ, सालले नै कम चाहिँ भोल्युम देखिरहेको छौँ। डेली हाम्रो भोल्युमको कुरा गर्छ भने चाहिँ खासै केही होइन, सार्प भोल्युममा चाहिँ खासै केही आइरहेको छैन। मिडियम टु लो भोल्युम जति चाहिँ आइरहेको छ। बजारमा चाहिँ खासै केही इन्ट्रेस्ट देखेको जस्तो चाहिँ आरएसआईको कुरा गर्छ भने आरएसआई 58मा चलिरहेको रहेछ। हामी डेलीको कुरा गर्छ भने 50 पिरियड मुभिङ एभरेज चाहिँ माथि चाहिँ क्लोज हुन पुगिरहेको छ अहिले। तर 50 पिरियड मुभिङ एभरेज चाहिँ हामी हेर्छौँ भने चाहिँ साइड लाइन गइसकेको जस्तो चाहिँ हामी देख्न पुगिरहेको छौँ। भोलोटिलिटी चाहिँ एकदम होइन थपिएको जस्तो चाहिँ हामी देख्न पुगिरहेको छौँ। जहिले हामी भोलोटिलिटी यसरी कन्ट्र्याक्ट भएको जस्तो देख्छौँ, त्यसपछिको मुभहरू भने चाहिँ एकदम बिगेस्ट चाहिँ हुन पुग्ने गर्छ। किनकि जुन लेभलको एउटा मोमेन्टम चाहिँ जो बिल्डअप भएर बसिरहेको हुन्छ। पहिलाको पनि कुरा गर्छौँ भने त्यसरी नै देखिरहेको थियौँ। हाम्रो होइन 2200को यो रेजिस्टेन्स हाम्रो ब्रेक हुँदाखेरि पनि एक लेभलको साइड लाइनै चलिसकेको जस्तो देखिरहेको थियौँ। खासै केही प्राइस मुभमेन्टहरू देखिरहेको थिएनौँ। त्यसपछि चाहिँ एउटा सलिड क्याटलिस्ट चाहिँ आयो अनि बजारले भने एक्सप्लोसिभ मुभ चाहिँ दिन सफल भएको थियो। सो अहिले पनि साइड लाइन चाहिँ गएर बसिसकेको जस्तो देखिरहेको छ। मेबी कि क्याटलिस्ट आउँछ भने यहाँबाट पनि हामीले चाहिँ बिग एउटा एक्सप्लोसिभ मुभहरू चाहिँ यहाँबाट एक्सपेक्ट गर्न सक्छौँ। अब पहिला जतिकै एक्सप्लोसिभ मुभहरू आउला कि नआउला त्यो चाहिँ हेर्नै पर्ने हुन्छ। अहिले पनि बायस भनेको चाहिँ माथितिरकै डिरेक्सन चाहिँ राख्नुपर्ने हुन्छ। अहिले चाहिँ हाम्रो यो बुलरनहरू रिज्युम हुन्छ त्यो चाहिँ एक्ज्याक्टली भन्न सकिँदैन। तर लङ टर्ममा चाहिँ बुलिसै हाम्रो माइन्ड सेट राखेर चल्नुपर्ने जस्तो देखियो। इकोनोमिक सेन्टिमेन्टहरूको कुरा गर्छौँ भने मिक्स हाम्रो न्युजहरू आउनु पुगिरहेको छ। हल्का फुल्का राम्रो न्युजहरू पनि आइरहेका छन् भने हल्का फुल्का डर लाग्ने खाले न्युजहरू पनि देखिरहेको छौँ। सेन्टिमेन्ट नै अहिले चाहिँ त्यही भएर मार्केटमा सायद त्यही भएर चाहिँ साइडवेज गएको जस्तो चाहिँ हामी देखिरहेको होला। तर टाइममा चाहिँ सल्भ हुने खाले चाहिँ हाम्रो होइन जेनरली देखिरहेको छौँ। कुनै टाइममा पनि सल्भ भएर तपाईँको इकोनोमी स्टेबल हुन जान्छ भने यहाँबाट फेरि पनि हामीले पहिला जस्तै मुभहरू चाहिँ हामीले एक्सपेक्ट गर्न जान पाउँछौँ। तर अहिले पनि साइलेन्ट नै देखिरहेको छौँ। आवलीमा गएर हेर्छौँ भने पनि एकदम तपाईँको होइन सानो चाहिँ क्षेत्रमा गएर बजार चाहिँ साइडवेजतिर गएको जस्तो देखिरहेको छौँ। सो फेरि पनि होइन मोमेन्टम चाहिँ एकदमै कन्ट्र्याक्ट भएको जस्तो, भोलिटिलिटी एकदम कन्ट्र्याक्ट भएको जस्तो देखिरहेको छौँ। सो मेबी कुनै समयमा यहाँबाट ब्रेकआउट लिन्छ भने एटलिस्ट सर्ट टर्मलाई चाहिँ एउटा मुभहरू चाहिँ हामीले एक्सपेक्ट गर्न सक्छौँ। अब पहिलाकै जस्तो बुलरन आउँछ कि नआउला भनेर चाहिँ भन्न नसके पनि अब यसको ब्रेकआउटमा चाहिँ हामीले राम्रो एउटा मुभ चाहिँ लिन सक्छौँ भनेर चाहिँ भन्न सक्छौँ। अहिलेमा सर्ट टर्ममा हेर्छौँ भने एउटा मुभ चाहिँ ल्याएको जस्तो देखिरहेको थियो। त्यसपछि फेरि एउटा रिजेक्सन जस्तो गरेर डबल टप फर्म चाहिँ यहाँ भएको थियो भने प्रिभियस लोलाई चाहिँ ब्रेक गर्न नसकेर फेरि पनि हल्का फुल्का स्टेबल भएको जस्तो देखिरहेको थियौँ। अनि भने एउटा राम्रो चाहिँ बाइङ प्रेसर जस्तो देखाएको जस्तो चाहिँ गरिरहेको छ। अब प्रिभियस तपाईँको हाई ब्रेक नभएसम्म होइन फेरि पनि नयाँ मुभ सुरु गर्यो भनेर चाहिँ भन्न सकिँदैन। तर पनि एरिया अफ रेजिस्टेन्सहरू यहीँ नजिकै भएको हुनाले चाहिँ अनि हल्का फुल्का बाइङ प्रेसर पनि देखाउन सक्छ भने त्यहाँबाट चाहिँ सायद सेन्टिमेन्ट चाहिँ राम्रो देखिन्छ कि जस्तो चाहिँ देखिरहेको छौँ। सेन्टिमेन्टको हिसाबले कुरा गर्छ भने एउटा एक लेभलको सेलिङ प्रेसर चाहिँ डाइ डाउन भइसकेको जस्तो होइन, बेच्न चाहिँ इच्छा नभएको जस्तो देखिरहेको छौँ। अब बाइङ लाइन त्यस्तो सेन्टिमेन्ट चाहिँ खासै देखिरहेको छैन। तर जुन लेभलमा आएर चाहिँ बजार बसिरहेको छ राम्रो एक्सप्लोसिभ ग्रोथको लागि चाहिँ सेटअप चाहिँ भइसकेको जस्तो देखिरहेको छ। आज अरू खासै कुरा केही छैन। हामी चाहिँ इन्डिभिजुअल सेयरहरूतिर छौँ, रादी, एनजिपिएल, युपिसिएल, बिपिसिएल। सो रादी पहिला छौँ। सो रादी हामी विकलीमा गएर हेर्छौँ भने एकदम तपाईँको हेभी चाहिँ तपाईँको बाइङ चाहिँ देखिसकेको छौँ होइन। 106% जति चाहिँ गेन भइसकेको छ हाम्रो 63 डेज जतिमै। सो पहिल्यै बुक क्लोज भएर घाटा भइसकेको सेयरहरू पनि अहिले चाहिँ होइन नाफामा उठिसकेको त्यो लेभलभन्दा पनि माथि चाहिँ पुगिसकेको जस्तो देखिरहेको छौँ। त्यहाँबाट पनि 40% जति चाहिँ माथि पुगिसकेको छ। त्यही अनुसारले सायद केही होइन सेल आएको जस्तो नि देखिरहेको छौँ। अब एक हिसाबले अपरेटरहरूले मुभ गरेको सेयरहरू पनि हो होइन। सो अझै पनि ट्रान्ज्याक्सन चाहिँ हेभी नै देखिरहेको छौँ। अनि बाइङको कुरा गर्छ भने अझै पनि हल्का फुल्का चाहिँ अब मुभ चाहिँ ल्याउन सफलै भएको जस्तो देखिरहेको छौँ। त सँगसँगै हल्का फुल्का मोमेन्टम घटेको जस्तो पनि देखिरहेको छौँ। सायद अब सेलिङ प्रेसरहरू पनि होइन हेभी नै बढिरहेको जस्तो देखिरहेको छ। मेबी एउटा होइन हल्का फुल्का साइडवेज नगइकन हल्का फुल्का चाहिँ स्ट्रङै करेक्सन नआइकन चाहिँ राति पनि लङ टर्म तपाईँको बाई गर्नलाई चाहिँ गाह्रै छ जस्तो देखिन्छ। सर्भिस सेयर रहेको चाहिँ एनजिपिएलमा पनि हामी एनजिपिएलमा पनि रिसेन्टली हेर्छ भने चाहिँ हेभी तपाईँको ग्रोथ चाहिँ देखिरहेको थियो है। अराउन्ड 55%, अराउन्ड 51% जति चाहिँ बढी गइरहेको छ हाम्रो होइन 30-42 डेजमा। हल्का फुल्का अहिले चाहिँ कन्सोलिडेसन जस्तो देखिरहेको थियो भने दुईवटा ग्रिन क्यान्डलले अहिले पनि फेरि नेक्स्ट वेभ चाहिँ सुरु गरेको जस्तो देखिरहेको छ। प्रिभियसली सेलिङ चाहिँ एक्सप्लोसिभ देखेको रहेछौँ, पनि ट्रान्ज्याक्सनहरू चाहिँ एकदम हेभी नै देखिरहेको छौँ होइन रिसेन्टली नै।
रिसेन्टली पनि रेगुलरली पनि प्रिभियस हाईहरूको कुरा गर्छ भने अझै 30% जति चाहिँ बाँकी रहेको देखिएको छ। तर सेलिङ प्रेसर भने चाहिँ सायद होइन 21-22%देखि नै हामी एक्सपेक्ट गर्न चाहिँ सायद सकिन्छ होला। केही मुभ चाहिँ अझै बाँकी रहेको छ कि जस्तो देखिरहेको छ। एनजिपिएलको कुरा गर्छ भने प्रिभियसली अर्को करेक्सन चाहिँ दिएर गएको थियो। हार्डलीमा हेर्छ भने प्रिभियस तपाईँको रेजिस्टेन्समा बसेर चाहिँ अहिले चाहिँ एउटा सानो चाहिँ ब्रेक लागेको जस्तो देखिरहेको छ। अब बाइङ प्रेसरको कुरा गर्छ भने अब यहाँबाट फेरि पनि बाइङ प्रेसर ल्याउन सक्छ भने सायद केही मुभ चाहिँ लिन सकिएला एनजिपिएलमा, नत्र चाहिँ यहाँबाट खस्किन्छ भने चाहिँ फेरि होइन गाह्रो चाहिँ देखिरहेको छ। मोस्ट लाइकली यहाँबाट बाइङ प्रेसर सायद एक्सपेक्ट गर्न सकिएला। त्यसपछि भने स्टप लसको कुरा गर्छ भने यसमा चाहिँ एउटा टाइट सेटअप चाहिँ बन्न जाने गर्छ। त्यसपछिको सेयर रहेको छ युपिसिएल रहेको छ। युपिसिएल रिसेन्टली हेर्छ भने एउटा एक्सप्लोसिभ ग्रोथ चाहिँ लिएर आएको छ होइन। 70 डेजमा 60% जति बढेको छ। अझ बटमदेखिको कुरा गर्छ भने एक वर्षमा अराउन्ड 145% जति चाहिँ बढ्न पुगिसकेको रहेछ। पहिला नै एकचोटि चाहिँ 89% जति बढेर होइन हल्का फुल्का साइडवेज गएको जस्तो देखिरहेको थियौँ। 200 डेज जति साइडवेज गएको जस्तो देखिरहेको थियौँ। त्यसपछि फेरि पनि एउटा मोमेन्टम चाहिँ लिएर आएको देखिएको छ। अहिलेको क्यान्डलहरूको कुरा गर्छ भने 56 डेजमा चाहिँ 58% जति चाहिँ बढ्न सफल भएको रहेछ। जस्तो एक्सप्लोसिभ ग्रोथ चाहिँ देखिरहेको छ। अहिले हामी रेजिस्टेन्सको पोइन्टमै चलिरहेको जस्तो देखिरहेको छौँ। नेक्स्ट रेजिस्टेन्स पोइन्टहरू भने 25%, 38% चाहिँ बाँकी रहेको जस्तो देखिएको छ। र युपिसिएलमा पनि मुभ चाहिँ बाँकी नै रहेको छ जस्तो देखिरहेको छ। रिसेन्टली हल्का फुल्का चाहिँ साइडवेज गएको जस्तो डेलीमा हेर्छ भने चाहिँ हल्का फुल्का चाहिँ साइडवेज गएको जस्तो देखिरहेको थियौँ। अराउन्ड 12 दिन जति चाहिँ साइडवेज गएको हो कि जस्तो देखिरहेको थियौँ। फेरि पनि बाइङ प्रेसर लिएर आएर चाहिँ एउटा अपट्रेन्ड गएको जस्तो देखिन्छ। प्रिभियस रेजिस्टेन्स पोइन्टमा चाहिँ गएर बस्न पुगेको छ अहिले। मेबी कि बाइङ प्रेसर चाहिँ यहाँबाट ल्याउन सक्छ भने सायद बाइङ लिन चाहिँ सकिएला। त्यसपछिको सेयर भने बिपिसिएल रहेको छ। बिपिसिएलमा चाहिँ लङ टर्म तपाईँको होइन हेभी चाहिँ सेलिङ पछि चाहिँ इन भएको जस्तो देखिएको रहेछ। त्यसपछि भने एउटा स्ट्रङ बाउन्स ब्याक चाहिँ देखाउन सकिरहेको छ। फेरि पनि करेक्सन र तपाईँको साइडवेज मुभमेन्ट पछि चाहिँ फेरि पनि मोमेन्टम ल्याएको जस्तो देखिरहेको छ। सो लङ टर्मको रेजिस्टेन्सहरू हेर्छौँ भने अझै पनि 27%, 28% जति चाहिँ बाँकी रहेको छ। त्यसपछि भने फेरि अरू पनि भइ नै हाल्छन्। यसमा चाहिँ अब यसमा चाहिँ पहिल्यैदेखि होल्ड गर्नेहरूको चाहिँ होइन सेलिङ प्रेसर चाहिँ एक्सपेक्ट गर्न सकिएला सायद। जुन लेभलको हेभी ट्रान्ज्याक्सन र मोमेन्टम लिएर आएको छ सायद होइन राम्रै चाहिँ मुभ चाहिँ दिन सक्ला। रिसेन्टली हेर्छ भने 36% जति चाहिँ बढिसकेको रहेछ। हल्का फुल्का चाहिँ साइडवेजतिर जान सक्छ भने यहाँबाट नि सलिड चाहिँ एउटा मुभ चाहिँ लिन सकिएला। सो नेसेसरी साइडवेजतिर जाँदाखेरि पनि होइन हेभी चाहिँ तपाईँको बढ्न सक्यो भनेको सायद होइन मान्छेहरूको चाहिँ इन्भल्भमेन्ट चाहिँ छ होला। त्यस्तो सेयरहरूमा चाहिँ हल्का फुल्का चाहिँ वाच आउट चाहिँ हुनुपर्ने हुन्छ होइन। पोटेन्सियल पनि हाई चाहिँ हुन्छ। त हल्का रिस्कको कुरा गर्छ भने रिस्क पनि हाई नै हुन्छ। सो त्यसै कारणले एउटा स्टप लस चाहिँ राख्नै पर्ने हुन्छ होइन। अरू नर्मल सेयरहरू तपाईँले होइन 1-2 वर्ष नै होल्ड गरिदिन्छु भन्दा पनि सक्नुहुन्छ। तर तपाईँको यसरी अपरेटरहरू छिरेको सेयरहरू तपाईँको कर्नरिङहरू गरिरहेको सेयरहरूमा चाहिँ एकदम होस पुऱ्याउनु पर्ने चाहिँ हुन्छ। सो अरू कुनै सेयर इन्ट्रेस्टेड हुन्छ भने होइन कमेन्टमा राख्न सक्नुहुन्छ। हल्का फुल्का एनालिसिस गरेर चाहिँ म भिडियो बनाउन खोज्नेछु स्याटरडे अथवा सन्डे मर्निङसम्म। सो आजको लागि यति नै, थ्याङ्क यू।